नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। परिति सद्धम्म कोविदको पहिलो वर्ष अन्तर्गतको विशुद्धि मार्गको यो कक्षामा उपस्थित सबैमा मेरो सर्वप्रथम स्वागत गर्दछु र सबैलाई मङ्गल कामना गर्दछु। र हामी क्रमशः आउँदै छौं विशुद्धि मार्गको परिचय, त्यसपछि विशुद्धि मार्गको दुईटा गाथाको चाहिँ विवरण, त्यसपछि विशुद्धि मार्गमा शील समाधि प्रज्ञाको कुरालाई विशेष रूपमा जोड दिएको अथवा शील समाधि प्रज्ञाको आधारमा विशुद्धि मार्ग र विशुद्धि मग्ग जुन चाहिँ ग्रन्थ सम्पादन गरिएको तयार गरिएको भन्ने कुरा चाहिँ भयो। अब आजको यो प्रस्तुतिमा शीलबाट चाहिँ हामी विस्तृत रूपमा शीलको बारेमा कुरा गर्छौं। शील समाधि प्रज्ञा विशुद्धि मार्गको विषयवस्तु र सर्वप्रथम चाहिँ शीलको बारेमा यहाँ हामी चाहिँ केही कुराहरू चाहिँ चर्चा गर्छौं। त्यसै सन्दर्भमा यहाँ म प्रस्तुत गर्न गइरहेको छु। अब शील के हो त? सबभन्दा पहिला यो चाहिँ शील के हो भन्ने कुराको बारेमा कुरा गर्दाखेरि यो प्रतिसंविदा मग्ग भनेर एउटा ग्रन्थ चाहिँ छ। प्रतिसंविदा मग्गमा शील के हो भन्ने कुराको बारेमा हामीले जानकारी दिएको चाहिँ छ। अब यसलाई चाहिँ शील भन्ना साथै चेतनाशील, चैतसिकशील, सम्वरशील र अनुलङ्घनशीलको रूपमा वर्णन गरेको चाहिँ छ। चेतनाशील भन्ने चाहिँ छ, चैतसिकशील भन्ने चाहिँ छ, सम्वरशील र अनुलङ्घनशील। अब के हो त यो चेतनाशील भन्नेको भन्दाखेरि यो जुन चाहिँ शरीर र वचनबाट अरूलाई हानि नोक्सानी नगर्ने शील भनेको चेतनाशील हैन। अब हामी पञ्चशीलको कुरा गर्दाखेरि सबै के हो त भन्दाखेरि हाम्रो शरीर र वचनबाट अरूलाई हानि नोक्सानी नगर्ने शील हो। र सामान्य रूपमा बुझ्दाखेरि यो चेतनशीलको रूपमा बुझ्दाखेरि यो शरीर र वचनबाट अरूलाई हानि नोक्सानी नगर्ने। र यो चाहिँ मानव जीवनको एउटा चाहिँ दुर्लभ किन त भयो त भन्दाखेरि मानव जीवनको महत्त्व किन हो त भन्दाखेरि यो हामीले चाहिँ यो शरीरबाट चाहिँ र वचनबाट अरूलाई हानि नोक्सानी नगरिकन जिउन सक्ने जीवन रहेछ। अरू चाहिँ पशु पन्छीको जीवन भनेको यो केही न केही अरूलाई हानि नोक्सानी नगरिकन जिउनै नसक्ने बाध्यता बस्ने जीवन त्यसरी चाहिँ गर्नुपर्ने बाध्यता हुन्थ्यो। तर मनुष्य जीवनमा यो अरूलाई हानि नोक्सानी नगरिकन बाँच्न सक्ने त्यस्तो क्षमता हुँदो रहेछ, परिस्थिति त्यस्तो हुँदो रहेछ। त्यो हिसाबले मानिसहरूको जीवन चाहिँ एकदम अनमोल जीवन भनेर यस हिसाबले नै भन्ने गरेको चाहिँ छ। हामी तमोपदको विभिन्न अर्थकथाहरूमा यसको बारेमा वर्णन चाहिँ गरिएको चाहिँ छ। जे होस्, चेतनाशील भन्नाले शरीर र वचनबाट अरूलाई हानि नोक्सानी नगर्ने शील। अनि चैतसिकशील भन्ना साथै चित्त सँगसँगै उत्पत्ति हुने जुन चेतसिक हो हैन, अथवा चाहिँ माइन्ड, त्यसपछि मेन्टल फर्मेसनको कुरा हो, चित्त वृत्तिको कुरा हो। चित्त वृत्ति विषयसँग सम्बन्धित कुरा हो चेतसिक भनेको। त्यसको मतलब के हो त भन्दाखेरि लोभ चेतसिक हो, प्रतिहिंसा चेतसिक हो, त्यस्तै सम्यक दृष्टि चेतसिक हो। यहाँ अब चैतसिकशील भन्ना साथै के हो त भन्दाखेरि लोभ रहित हुने, प्रतिहिंसा नगर्ने, हिंसाको बदलामा फेरि प्रतिहिंसा गर्ने भन्ने जुन एउटा मनमा जहिले पनि खेलिरहेको हुन्छ। हामीलाई केही अरूले चाहिँ केही नराम्रो गर्यो भने त्यसप्रति हामीले जहिले पनि प्रतिहिंसाको भाव चाहिँ जगाइरहेका हुन्छौँ, त्यस्तो नगर्ने र सम्यक दृष्टि राख्नेलाई चाहिँ यो चैतसिकशील भन्दो रहेछ। अनि सम्वरशील भन्नालाई सम्वर गर्ने, सम्वर भनेको संयम, अथवा अर्को शब्दमा के हो त भन्दाखेरि यो जुन चाहिँ प्रातिमोक्ष सम्वर, स्मृति सम्वर, ज्ञान सम्वर, शान्ति सम्वर, वीर्य सम्वर र जहिले पनि जागरुक भइरहने। प्रातिमोक्ष सम्वर भन्ना साथै यो चाहिँ अब भिक्षुनीहरूको चाहिँ विनयसँग सम्बन्धित कुरा हो। प्रातिमोक्ष अथवा आफ्नो जीवनमा चाहिँ संयमता अपनाएर जीवन जिउने, यसलाई सम्वरशील भन्छ। यो त्यसमा प्रातिमोक्ष सम्वर भन्ना साथै यो चाहिँ भिक्षुनीको विनयसँग सम्बन्धित। स्मृति सम्वर भन्ना साथै यो स्मृतिपूर्वक चाहिँ हामीले चाहिँ हैन जीवनमा चाहिँ एक किसिमले सजग भएर बस्ने। त्यस्तै ज्ञान सम्वर, शान्ति सम्वर र वीर्य सम्वरलाई चाहिँ कसरी अर्थ्याएको छ भन्दाखेरि
अब यहाँ अघि भनिसके प्रातिमोक्ष सम्बर भन्न साथै विनय नियमसँग सम्बन्धित हो। अनि अब यो तृष्णालाई जुन चाहिँ स्मृतिपूर्वक प्रज्ञा ज्ञानले छेदन गर्ने तृष्णा जुन चाहिँ छ स्वाभाविक रूपमा हाम्रो चित्तमा उत्पत्ति हुन्छन् हैन। एउटा इन्द्रिय र विषयसँगको तकरावबाट हामीलाई तृष्णा उत्पत्ति हुन्छ। त्यसकारण चाहिँ के हो त भन्दाखेरि यो तृष्णालाई स्मृतिपूर्वक प्रज्ञा ज्ञानले छेदन गर्न सक्नेलाई चाहिँ स्मृति सम्बर। अनि अब ज्ञान सम्बर भन्न साथै जुन चाहिँ प्रत्येक प्रतिसेवनशीललाई चाहिँ ज्ञान सम्बर भनेर भनिन्छ। प्रत्यय भनेको यहाँ चाहिँ के हो त भन्दाखेरि चतुप्रत्ययसँग सम्बन्धित कुरा हो हैन। चतुप्रत्ययसँग सम्बन्धित चाहिँ शीललाई चाहिँ एउटा ज्ञान सम्बर भनेर भनिन्छ। पछि आउँछ हामीले चतुप्रत्यय चाहिँ प्रयोग गर्दाखेरि कस्तो किसिमले हामीले संयमता अपनाउनु पर्छ। हाम्रो खाने लाउने हैन त्यस्तै बस्ने र औषधि यो चारवटालाई चाहिँ चतुप्रत्यय भनेर भनिन्छ भने त्यस्तो चीज चाहिँ मानिसहरुको लागि नभइकन हुँदैन। तर त्यस्तो चीजको सेवन गर्दाखेरि पनि एकदम संयमतापूर्वक सम्बर रूपमा चाहिँ अथवा चाहिँ संयमपूर्वक चाहिँ सेवन गर्नुपर्ने हो भने त्यो चाहिँ ज्ञान सम्बर भयो। त्यस्तै अब शान्ति सम्बर भन्न साथै विभिन्न किसिमको प्रतिकूल परिस्थितिमा पनि चाहिँ के हो त एकदमै चाहिँ चित्तलाई एकदमै सन्तुलित बनाइराख्नु। अब विभिन्न किसिमको प्रतिकूल भनेपछि चिसो पनि एउटा प्रतिकूल हो, तातो पनि प्रतिकूल हो हैन। त्यस्तो चिसो तातो सुख दुःख यस्ता किसिमको चाहिँ जुन एउटा चाहिँ हामीलाई दुःख हुन्छ, विभिन्न किसिमको चाहिँ निन्दा हुन्छ, त्यस्तो किसिमको चाहिँ विभिन्न किसिमको चाहिँ यो परिस्थिति उत्पत्ति हुन्छ। त्यसप्रति चाहिँ के हो त भन्दा कुनै पनि किसिमले कुपित भाव नराखिकन अथवा त्यसप्रति कुनै प्रतिक्रिया नगरिकन त्यसलाई सहन सक्ने क्षमतालाई चाहिँ यो चाहिँ के हो त शान्ति सम्बर भनेर भनिन्छ भने। अब यो जुन चाहिँ वीर्य सम्बर भन्न साथै यो हाम्रो मनमा जहिले पनि अब हैन हामीले चाहिँ सम्यक संकल्पको कुरा गर्दाखेरि जुन चाहिँ निखम संकल्पको कुरा गर्छौं हामीले, यहाँ के हो त भने निखम संकल्प किन गर्नुपर्छ भन्दाखेरि हाम्रो मनमा जहिले पनि काम भावको चाहिँ जहिले पनि के हो त त्यसले ठाउँ लिइरहेका हुन्छन्, वितर्कना भइरहेका हुन्छन्। काम भाव भनेपछि एउटा अट्याचमेन्टको कुरा हैन। अब यो चाहिँ विभिन्न किसिमको अट्याचमेन्टको कुरा हुन्छ। त्यो जुन चाहिँ चित्तमा जहिले पनि त्यस्तो किसिमको चाहिँ एउटा वितर्कनाहरू हुन्छन् भने त्यस्तो वितर्कनाबाट चाहिँ टाढा रहने प्रयास, टाढा रहनको लागि उत्साह जगाउनेलाई वीर्य सम्बरको रूपमा लिइन्छ। त्यसकारण चाहिँ के हो त यहाँ शील के हो भन्ने प्रश्नको उत्तरमा नै एउटा प्रतिसंविदा मग्गले भने अनुसार चेतनाशील, चैतसिकशील, सम्बरशील र अनुलङ्घनशीलको कुरा चाहिँ प्रस्तुत गरेको चाहिँ छ। अनि अब अनुलङ्घनशील भन्न साथै के हो त भन्दाखेरि ग्रहण गरिएको शीललाई जस्तोसुकै परिस्थितिमा पनि उल्लङ्घन नगर्नु र उत्साहका साथ चाहिँ पालन गर्नु। भनेको मतलब के हो त भन्दाखेरि हामीले पञ्चशील अष्टशील भनेको ग्रहण गर्छौं। पहिला एउटा कमिटमेन्ट गर्नको लागि कमिटमेन्ट गर्छौं। किन भन्दाखेरि जहिले पनि मतलब चाहिँ हामीमा एउटा चाहिँ शील पालन गर्नुपर्ने चेतनाको जुन चाहिँ विकास होस् भनेर हामीले जहिले पनि एउटा चाहिँ शील पालन गर्नको लागि प्रतिबद्धता जनाइरहेका हुन्छौं। त्यसकारण शील ग्रहण गरिरहेका हुन्छौं, पञ्चशील ग्रहण गरिरहेका हुन्छौं र त्यो ग्रहण गरिएको शीललाई चाहिँ कुनै पनि हालतमा उल्लङ्घन नगर्ने, उत्साहका साथ पालन गर्ने, यसरीलाई चाहिँ अनुलङ्घनशील भनेर हुने। त्यसकारण शीलको एउटा चाहिँ विस्तृत रूपमा चाहिँ वर्णन गर्ने क्रममा सुरुमा नै चाहिँ के हो त भन्दाखेरि शील के हो भन्ने प्रश्नको उत्तरमा यो चाहिँ यसरी चाहिँ यो प्रतिसंविदा मग्ग अनुसारको चारवटा कुरालाई चाहिँ यसमा चाहिँ अगाडि सारेर शीललाई चाहिँ पहिचान गर्न खोजेको चाहिँ छ, शीलको आइडेन्टिफाई गर्न खोजेको छ, शीलको परिचय दिन खोजेको चाहिँ छ। अनि त्यसपछि चाहिँ अब यसपछि आउँछ हैन शीलको अर्थ के हो हैन। शील भन्ने शब्दको अर्थ के हो त भन्दाखेरि शीलन वा शीलन भनेको आधार र बेस। जुनसुकै कुशल कर्म गर्नको लागि पनि के हो त एउटा चाहिँ मतलब चाहिँ प्लेटफर्म चाहिन्छ, बेस चाहिन्छ।
त्यही चाहिँ के हो त भन्दाखेरि शील हो र कुशल कर्मको आधार नै चाहिँ के हो त शील हो। कुशल कर्म गर्ने भनेर भन्छौँ, विभिन्न किसिमको धर्म कर्म गर्ने, पुण्य कार्य गर्ने भनेर चाहिँ भन्छन्, तर शील नै छैन भने त्यो कुनै पनि हालतमा त्यो चाहिँ सिद्ध हुने चिज होइन। त्यहाँ कुशल कर्म गर्ने, पुण्य कर्म गर्ने भनेर चाहिँ यो जुन मनमा चेतना आएपछि सबभन्दा पहिला चाहिँ शील चाहिँ पालन भएको हुनुपर्छ। शील त्यसकारण बेस हो, शील एउटा आधार हो। शीललाई चाहिँ फाउन्डेसन अथवा चाहिँ जगको रूपमा पनि लिइन्छ। जगै छैन भने घर बनाएर चाहिँ होइन, त्यो घर चाहिँ स्थायी रूपमा चाहिँ टिक्दैन। त्यस्तै किसिमले चाहिँ कुनै पनि पुण्य कार्य, ठुल्ठुलो पुण्य कार्य भनेर गरिरहेका हुन्छन्, तर चाहिँ के हो त शीलै छैन भने त्यो पुण्य कार्यको कुनै चाहिँ मतलब हुँदैन। त्यसकारण शीलको अर्थलाई चाहिँ प्रस्तावने क्रममा चाहिँ शीलन वा चाहिँ आधार हुने होइन, अथवा सबै चाहिँ एउटा चाहिँ कुशल कर्मको आधार हुनेको रूपमा चाहिँ शील पनि भनेको छ। त्यस्तै किसिमले चाहिँ शिर, जसरी चाहिँ मतलब मानिसहरूको जीवनमा शिर अथवा टाउको महत्त्व हुन्छ, टाउको नभएपछि मानिसको कुनै अस्तित्व नै हुँदैन। त्यो हिसाबले शिरबाट पनि शील आएको भन्ने कुरा चाहिँ छ। त्यस्तै किसिमले शीतल गर्ने, मनलाई शीतल पार्ने होइन, विभिन्न कारणले मनलाई चाहिँ के हो त मन विभिन्न तापले चाहिँ पोलिरहेको हुन्छ, मनमा जहिले पनि विभिन्न किसिमको समस्याहरूले चाहिँ झेलिरहेका हुन्छन् भने शील पालन गर्नेहरूले चाहिँ मैले शील पालन गरिरहेको छु, विभिन्न यस्तो प्रतिकूल परिस्थितिमा पनि मैले शीललाई उल्लङ्घन गरिरहेको छैन, म शीलमा चाहिँ पूर्ण रूपमा चाहिँ के हो त प्रतिस्थापित छु भनेर यसरी शील चाहिँ आफूले पालन गरेको अलिकति हामीलाई चाहिँ होइन यो प्रत्यावेशन गर्न सक्यो भने पनि मनमा शीतल उत्पत्ति हुन्छ। त्यसकारण हामीले हाम्रो विभिन्न कारणले विभिन्न किसिमको चाहिँ हाम्रो मजबुरी भन्छौँ होइन, अथवा चाहिँ के हो त बाध्यतावश विभिन्न किसिमको अकुशल कर्म गर्ने त्यस्तो चाहिँ परिस्थिति आउन सक्छ। त्यस्तो परिस्थिति आए तापनि हामीले शीललाई पालन गरिरहेका छन् भने मैले चाहिँ विभिन्न कारणले होइन उत्पत्ति भएको परिस्थितिलाई चाहिँ के हो त परिस्थिति जुन चाहिँ शील भङ्ग हुने परिस्थितिलाई पनि मैले टाढा राखेको छु, अथवा शील भङ्ग हुने कुनै पनि किसिमको काम गरेको छैन जस्तोसुकै परिस्थितिमा पनि भनेर यसरी चाहिँ शील आफूले पालन गरेको छु भनेर चाहिँ मनमा लिएपछि यसबाट शीतल पनि हुन्छ हाम्रो चित्तमा। ए मैले त कसैलाई बिगारेको छैन, ठिक छ, मलाई दुःख भइरहेको छ, मलाई समस्या आइरहेको छ, मलाई पीडा भइरहेको छ, मलाई विभिन्न किसिमले चाहिँ होइन चारैतिरबाट विभिन्न किसिमको चाहिँ एउटा चाहिँ मतलब चाहिँ प्रतिकूलता आइरहेको तापनि मैले शील त भङ्ग गरेको छैन भनेर यसरी भन्दाखेरि नै यसो मनमा राख्न सक्यो भने पनि त्यसबाट चाहिँ के हो त उसलाई भित्री हृदयदेखि नै शीतलता अनुभूति हुन्छ। त्यस हिसाबले चाहिँ शील चाहिँ शीतलको आधारको रूपमा, शीतलको होइन शब्दको शीतल गर्ने प्रवृत्ति भएकोले पनि शील भनिएको हो। त्यसकारण आधार भएको कारणले शील, त्यस्तै चाहिँ के हो त मतलब चाहिँ शिर समान भएकोले शील, त्यस्तै शीतल गर्ने कारणले शील भन्ने किसिमले यसरी शीलको अर्थलाई चाहिँ यसरी अर्थ्याएको चाहिन्छ। अब शीलको रस लक्षण, रस, प्रत्युपस्थान र पदस्थान, अब यो शास्त्रीय रूपमा चाहिँ जुनसुकै कुराको पनि हामीले चाहिँ यो इटिमोलोजी भनेर भनिन्छ होइन आजकलको जमानामा, यसको चाहिँ अलिकति हामीले विश्लेषण, एउटा शब्दको विश्लेषण गर्ने तौर तरिकाको कुरा अहिले पनि चाहिँ छ। धेरै अगाडि पनि यो विभिन्न किसिमको होइन शब्दलाई लक्षण के हो, त्यसको रस के हो, प्रत्युपस्थान के हो, पदस्थान के हो भनेर यसरी चाहिँ के हो त डिफाइन गर्ने चलन चाहिँ रहेछ। र विशुद्धि वर्गमा पछि आउँछ विभिन्न शब्दको यसरी चाहिँ के हो त यो शब्दको लक्षण के हो र यो विषयको लक्षण के हो, यसको रस के हो, प्रत्युपस्थान के हो, पदस्थान के हो। अब यहाँ लक्षण भन्ना साथै त्यसको अब के हो त भन्दाखेरि त्यसको चाहिँ जुन लक्षण हो होइन, अब अगाडि भनि नै सके कि यसको लक्षण भनेको शीलको लक्षण भनेको आधार हुनु, अनि रस भनेको के हो त भन्दाखेरि काम हो, यसले के काम गर्छ त त्यसलाई रस भन्दो रहेछ होइन। त्यसकारण चाहिँ शील भएपछि अनाचारको नाश गर्दछ रे, यसले निर्दोष गुणयुक्त भए मानिसलाई बनाइदिन्छ होइन। त्यसै प्रत्युपस्थान भन्ना साथै कसरी जान्ने त शील भनेपछि जान्ने आकार के हो त भन्दाखेरि यो चाहिँ शीललाई कसरी जानिन्छ भन्दाखेरि यो शील पालन गरेपछि त्यो मानिस चाहिँ परिशुद्ध हुन्छ। यसरी यस्तो आकारले चाहिँ हामीले जान्न सकिन्छ, जान्ने आकारको रूपमा परिशुद्ध हुनु शीलको प्रत्युपस्थान। र चाहिँ के हो त पदस्थान, उनीहरूले टेक्ने
स्थान के हो त भन्दाखेरि संकोच र लज्जा। जो शीलवान हुन्छ उसमा चाहिँ संकोच र लज्जाको त्यस्तो किसिमको चाहिँ प्रवृत्ति चाहिँ विकास हुँदो रहेछ हैन। त्यसकारण चाहिँ हैन, जोसँग शील छैन उसले कुनै कुरामा पनि संकोच गर्दैन, उसले लज्जा पनि हुँदैन हैन। अब मतलब चाहिँ त्यस्तो किसिमको चाहिँ शील चाहिँ नभएका व्यक्तिहरूले जे पनि गर्न सक्छन् हैन। धर्मपदमा एउटा गाथा पनि छ हैन, सुजीवं अहिरिकेन काकसुरेन तंसिना पखण्डिना पगव्येन संकिलिथेन जीवितम्। मतलब चाहिँ के हो त, जो चाहिँ के हो त भन्दाखेरि मतलब पाखण्डी भएर संकोच नगरिकन लज्जा नभइकन जिउँछ, उसले गर्न जे पनि गर्छ। ऊ चाहिँ के हो त भन्दाखेरि एकदमै चाहिँ काग जस्तो अरूको लुटेर खाने त्यस्तो किसिमको प्रवृत्तिको हुन्छ। त्यसकारण चाहिँ यो शीलले चाहिँ के बनाइदिन्छ त, उसको चाहिँ हैन उसमा संकोच र लज्जाको प्रवृत्ति चाहिँ विकास गरिदिन्छ, जसबाट ऊ चाहिँ के हुन्छ भन्दाखेरि अकुशल कर्मबाट टाढा हुन्छ। त्यसकारण शीलको आधारको रूपमा, लक्षणको रूपमा भन्नु पर्यो भने आधार हुनु चाहिँ शील हो। र हामीलाई चाहिँ जीवनमा हैन मतलब चाहिँ विभिन्न किसिमको आधार चाहिन्छ, तर हामी कुशल कर्ममा अगाडि बढिरहेका छौं भने हाम्रो लागि चाहिँ आधार भनेको शील हो। यसले चाहिँ के हुन्छ, यसले के गर्छ भन्दाखेरि अनाचारको नाश गर्दछ हैन। अथवा अनाचार भने चाहिँ अकुशल कर्मलाई नाश गर्छ र निर्दोष गुण चाहिँ विकास गर्छ। यसबाट चाहिँ परिशुद्ध हुन गर्दिन्छ र चाहिँ संकोच र लज्जालाई चाहिँ यसले एउटा प्रवृत्तिको रूपमा विकास गरिदिन्छ। भनेपछि यसले के गर्छ त भन्दाखेरि शीलले हामीलाई चाहिँ अकुशल कर्मबाट बचाउने हो। हामीले जीवनमा विभिन्न किसिमको चाहिँ सेक्युरिटीको कुरा गर्छौं हैन, सुरक्षाको कुरा गर्छौं, जीवनलाई सुरक्षित पार्नुपर्छ। तर चाहिँ यो शील पालन जस्तो चाहिँ सेक्युर चिज र सुरक्षा अरु चाहिँ हुँदैन। हाम्रो जीवनलाई साँच्चै सुरक्षा गर्ने हो भने त्यसकारण के हो त भन्दाखेरि शील पालन गर्नु नै ठूलो सुरक्षित हुनु हो। हामी त जहिले पनि विभिन्न किसिमले भयभीत भइरहेका हुन्छौं, यस्तो हुन्छ कि उस्तो हुन्छ कि त्यो हुन्छ कि त्यो हुन्छ, विभिन्न किसिमको चाहिँ हामीले अनएक्सपेक्टेड कुराहरू चाहिँ सुन्न परिरहेका हुन्छन् हैन। यस्तो विभिन्न किसिमको चाहिँ के हो त भन्दाखेरि हामीलाई असुरक्षाको भावनाले जहिले पनि हामीलाई सताइरहेको हुन्छ। तर जब चाहिँ के हो त हामीले शील पालन गर्दछौं तब चाहिँ के हुन्छ त भन्दाखेरि हामीले अब हामी असुरक्षितबाट चाहिँ सुरक्षित तर्फ गइरहेको हो भन्ने कुरा हामीमा चाहिँ यस्तो किसिमको चाहिँ एउटा मतलब मनमा एउटा चाहिँ के हो त अनुभूति हुन्छ। र यसबाट चाहिँ यस्तो किसिमको चाहिँ हैन हामीलाई सुरक्षित, वास्तविक रूपमा सुरक्षित गर्नु भने त्यसमा शील भन्ने कुरा चाहिँ यसले भनेको छ हैन यो ग्रन्थ अनुसार। अब शीलको गुण के हो त, शीलले चाहिँ मतलब चाहिँ हामीलाई के एक किसिमले गुण दिन्छ त भन्ने कुरा चाहिँ सबभन्दा पहिला त शीलले पश्चाताप चाहिँ हुन दिँदैन। पश्चाताप जुन एउटा चाहिँ हामीले काम नराम्रो काम गरेर पछि चाहिँ पश्चाताप गरेर जुन एउटा ताप, पश्चाताप भनेको ताप हो। पश्चाताप भएर चाहिँ बाँच्नु भनेको ठूलो चाहिँ के हो त भन्दाखेरि एकदमै चाहिँ असन्तुलित भएर बाँच्नु हो। त्यहाँ शीलको गुण के हो त भन्दाखेरि शील पालन गरेर हामीलाई पश्चाताप हुनबाट चाहिँ बचाउँछ। पश्चाताप नहुनु शीलको गुण हो हैन। त्यस्तै किसिमले चाहिँ के हो त भन्दाखेरि यसले धन सम्पत्ति पनि लाभ हुन्छ हैन। शील पालनबाट चाहिँ धन सम्पत्ति पनि लाभ हुन्छ। शील पालनबाट हाम्रो ख्याति बढ्छ, हाम्रो गुडविल बढ्छ। किन भन्दाखेरि अब हाम्रो चाहिँ हैन क्यारेक्टर राम्रो भयो भनेपछि हैन मतलब चाहिँ प्रत्येक मानिसले चाहिँ हामीलाई नोटिस गरिरहेको हुन्छ यो मान्छेको क्यारेक्टर राम्रो चाहिन्छ। त्यसो हिसाबले उसको चाहिँ ख्याति बढ्छ, उसको गुडविल बढ्छ। उसबाट काम लिनको लागि सहज रूपमा काम लिन्छन्, उसलाई सहज रूपमा काम लिन्छन् हैन। जस्तै जुनसुकै सभामा पनि अब शील पालन गर्नेहरू शिर ठाडो पाडेर बोल्न सक्ने हुन्छ। उसले कतै कुनै पनि किसिमको काम चाहिँ बिराएको हुँदैन हैन। नबिराएको मान्छेहरू डराउनु पर्ने आवश्यकता हुँदैन। त्यसकारण जुनसुकै सभामा पनि शिर ठाडो पारेर बोल्न सक्ने। त्यस्तै बेहोस भएर नमर्ने हैन। मानिसहरू चाहिँ बेहोस भएर मर्दाखेरि उनीहरू चाहिँ के हो त मतलब चाहिँ अर्को जुन भवमा चाहिँ राम्रो गति प्राप्त हुँदैन भनेर भन्ने गरिन्छ भने होसपूर्वक मर्न सक्ने त्यस्तो क्षमता हुन्छ। र त्यस्तै मरणपछि दुर्गतिमा नपर्ने
त्यसकारण चाहिँ के हो त शीलले हामीलाई यस्तो किसिमको चाहिँ गुण दिन्छ अथवा चाहिँ फाइदा दिन्छ। पश्चाताप रहित जीवन दिन्छ, धन सम्पत्तिको लाभ गर्दछ, ख्याति बढ्ने, सभामा शिर ठाडो पार्न सक्ने, बेहोस भएर चाहिँ मर्नु नपर्ने र मरेपछि दुर्गतिमा नपर्ने। यो पञ्चशीलको फलाफलमा पनि यो कुरा चाहिँ छ हैन। त्यसकारण अब हामीलाई चाहिँ हैन शीलले चाहिँ एउटा भौतिक उन्नतिको लागि पनि आधार हुन्छ र भविष्यमा पनि राम्रो गर्छ भन्ने कुरा चाहिँ गरेको चाहिन्छ हैन। शीलेन सुगति यन्ति, शीलेन भोग सम्पत्ति, शीलेन परिनिभूति, तस्मा शील विशोधय भनेर पनि भनिन्छ हैन। शीलले चाहिँ भोग सम्पत्ति प्राप्त हुन्छ, सुगति प्राप्त हुन्छ हैन। शीलले अन्तमा चाहिँ के हो परिनिर्वाणको परिनिभूति भनेपछि एउटा चाहिँ के हो त निवृत्त हुनको लागि पनि एउटा आधार बन्छ भन्ने किसिमको शीलको एकदमै एउटा ठुलो दायरा स्कोप चाहिँ छ भन्ने किसिमले यो शीलको गुणको बारेमा वर्णन गरेको हामी पाउँछौँ। त्यस्तै किसिमले अब शीलको चाहिँ गुणकै कन्टिन्युएसन चाहिँ छ। शीलले चाहिँ मानिसहरूलाई चाहिँ जुन चाहिँ चित्तमा जलन भइरहेको हुन्छ त्यसलाई शीतल पार्दछ। अघि पनि त्यसको कुरा चाहिँ आइसक्यो। शीतल पाल्ने अर्थमा नै शील हो। जसले शील पालन गर्छ उसको चित्तमा चाहिँ जलन हुँदैन हैन। त्यस्तै शीलको सुगन्ध भनेको यस्तो सुगन्ध हो रे जुन चाहिँ हावा नभएको ठाउँ पनि बग्छ। अब कुनै पनि चाहिँ यो विभिन्न किसिमको सेन्टहरू भयो, फुलको सुवासहरू भयो, जहाँ हावा बग्छ त्यहाँ मात्र आउँछ, चारैतिर फैलिँदैन। एउटा चाहिँ हावा जहाँ गइरहेको हुन्छ त्यही मात्र चाहिँ त्यो सुवास अथवा चाहिँ सुगन्ध बगिरहेको हुन्छ। तर शीलको सुगन्ध हावा नभएको ठाउँमा पनि त्यो चाहिँ बग्छ र सुगन्धित हुन्छ हैन। त्यस्तै किसिमले शील निर्वाण नगरको प्रवेशद्वार हो। शीलेन परिनिभूति भनेर जुन भनेको चाहिँ छ, शील निर्वाण नगरको द्वार पनि हो। निर्वाणको लागि सबभन्दा आवश्यक चाहिँ पहिलो इन्ट्रान्सको रूपमा नै के हो त शील हो हैन। त्यसकारण चाहिँ यो विभिन्न किसिमको अर्नामेन्ट्सहरू आभूषणहरू लगाएको राजा भन्दा शील पालन गर्नेहरू शोभामान भन्छ रे। एकदमै उनीहरू चाहिँ एकदमै जो विभिन्न चाहिँ गहना लगाएको, विभिन्न आभूषण लगाएको राजाहरू भन्दा शीलवान चाहिँ बसिरहेको छ भने उसको भित्री मन चाहिँ जुन शान्त पूर्वक बस्न सक्ने त्यस्तो चाहिँ कारणले गर्दाखेरि उसको शरीर एकदमै तेजिलो हुन्छ। यस हिसाबले चाहिँ जाज्वल्यमान हुन्छ भन्ने किसिमको कुरा चाहिँ यहाँ भन्न खोजेको हो। त्यस्तै सर्वदा विभिन्न कीर्ति तथा हर्ष उत्पन्न गरिदिने शील हो। कीर्ति त हर्ष हैन। कीर्ति भन्दा साथै अरूले विभिन्न किसिमको चाहिँ हैन प्रशंसा गर्ने, अरूहरूले चाहिँ धेरै चिन्ने भन्नु पर्यो कीर्ति हुने। तर हर्ष आफूमा पनि हर्ष हुने, आफ्नो मनमा पनि हर्ष हुने कारकको रूपमा शील हो। र त्यस्तै राग र द्वेषको जरा उखिल्न सहयोग गर्ने काम शीलले गर्दछ हैन। त्यसकारण शीलको महत्त्वको बारेमा यसरी चाहिँ वर्णन गरेको चाहिँ छ शीलको गुणको क्रममा। अब आउँछ यो शीलको यति महत्त्व छ भनेपछि अनि चाहिँ के हो त शील त पालन गर्ने पर्यो। र यो चाहिँ अब विशुद्धि मार्गमा शील चाहिँ कति प्रकारको छ भन्ने कुराको बारेमा चाहिँ त्यसपछि चाहिँ वर्णन हुन्छ। शीललाई चाहिँ अब सामान्य रूपमा हामीले पञ्चशील, अष्टशील, 10 शील भनेर चाहिँ बुझिरहेका छौँ हैन। पञ्चशीलमा 5 शील हुन्छ, अष्टशीलमा 8 शील हुन्छ, 10 शीलमा चाहिँ 10 वटा शील हुन्छ भन्ने किसिमले मात्र बुझिरहेका छौँ। तर यो विशुद्धि मार्गमा शील च्याप्टरमा शीललाई एकदमै एउटा विस्तृत रूपमा वर्गीकरण गरेर एकदमै चाहिँ एउटा शीलको एउटा विस्तृत चाहिँ प्रकारको बारेमा चाहिँ वर्णन गरेको चाहिँ छ। र शीललाई चाहिँ सामान्यतया 5 प्रकारले चाहिँ विभाजन गरेको चाहिँ छ। त्यसमा यसलाई शीलको क्लासिफिकेसन भनेर भन्न सक्छौँ। यसलाई चाहिँ 5 किसिमले शीलको वर्णन गरेको चाहिँ छ। 5 क्लासिफिकेसन: 1 प्रकारको शील, 2 प्रकारको शील, 3 प्रकारको शील, 4 प्रकारको शील र 5 प्रकारको शील भनेर चाहिँ छ। 1 प्रकारको समूहमा 1 वटा मात्रै, 2 प्रकारको समूहमा 7 वटा, 7 समूह हैन,
2 प्रकारको 60 समूह छ, 3 प्रकारको 5 समूह छ, 4 प्रकारको 4 समूह नै छ, 5 प्रकारको 2 समूह छ। त्यसैले 1 को 1 मात्रै समूह छ। त्यसैले के हो त, एक प्रकारले भन्नु पर्दा के हो त, कुशल कर्मको शीलन वा आधार हुनु। त्यसकारण यो चाहिँ एक प्रकारको शील भयो। शीलको 5 प्रकारले वर्णन गर्ने क्रममा पहिलो अथवा एक प्रकारले को शील चाहिँ एउटै मात्र हुन्छ, त्यो के हो त, कुशल कर्मको शीलन वा आधार हुनु, त्यो शील हो। त्यसकारण एउटै मात्र हो। 2 प्रकारको शीलहरूको चाहिँ 7 वटा समूह छ। भनेको मतलब 2 वटा एकै पटक चाहिँ हैन, 2 वटाको वर्णन गरेको 7 वटा चाहिँ छ। जस्तै चारित्रशील र वारित्रशील, अभिसमाचारिक र आदि ब्रह्मचर्य, हैन, विरति र अविरति, निश्रित र अनिश्रित, काल पर्यन्त र अपराह्नकोटि, सपर्यन्तक र अपर्यन्तक तथा लौकिक र लोकोत्तर, यो 7 वटा भयो। हैन, 7 वटा समूहमा 7 दुना 14 वटा भयो। 2 वटा प्रकारको शील चाहिँ 7 समूहमा चाहिँ छ। त्यसकारण 7 दुना 14 भयो। अब यसको बारेमा हामी चाहिँ हैन विस्तारै चाहिँ सविस्तार व्याख्या गर्छौं नि। त्यसकारण एक प्रकारको भयो, 2 प्रकारको भयो। अब 3 प्रकारको शील चाहिँ 7 समूह 5 वटा समूहमा चाहिँ छ। 3 वटा अब हैन, हीन, मध्यम र पूर्ण 3 वटा हो। यो एउटा समूह भयो। आत्माधिपत्य, लोकाधिपत्य र धर्माधिपत्य, यो 3 दोस्रो समूहको भयो। परामुष्ट, अपरामुष्ट र प्रतिप्रसब्धि, यो 3 वटा तेस्रो समूहको भयो। विशुद्धि, अभिशुद्धि र वैमत्तिक, यो 3 वटा चौथो समूहमा पर्यो। शैक्ष्य, अशैक्ष्य र नशैक्ष्य भनेर यो 3 वटा पाँचौं समूहमा पर्यो। त्यसकारण 5 समूहमा 3 प्रकारको शील चाहिँ 5 समूहमा पर्छ। त्यहाँ 3 पंचे 15 हैन। त्यस्तै किसिमले चाहिँ अब 4 प्रकारले भन्नु पर्दा अब 4 वटा शील भएको 4 वटा समूह छ। अब यिनीहरू चाहिँ के त, अब पाली भाषाको हो। यो ध्यान भागीय, स्थिति भागीय, विशेष भागीय र निर्वेद भागीय, यो पहिलो 4 वटाको पहिलो समूह। भिक्षु, भिक्षुनी, अनुपसम्पन्न र गृहस्थशील, यो 4 वटा दोस्रो समूह हो। प्रकृति, आचार, धर्मता र पूर्व हेतुकशील, यो 4 वटा तेस्रो समूह हो हैन। प्रातिमोक्ष्य सम्बर, इन्द्रिय सम्बर, आजीव परिशुद्ध र प्रत्यय सन्निश्रितशील, यो 4 वटा चौथो समूह। त्यसकारण 4 प्रकारको शील 4 समूहमा चाहिँ छन्। त्यसकारण 4 चौको 16। त्यस्तै किसिमले चाहिँ 5 प्रकारको शील चाहिँ 5 वटाको चाहिँ 2 वटा समूह चाहिँ छन् हैन। यसमा पनि अब पर्यन्त, परिशुद्धशील, अपर्यन्त, परिशुद्धशील, परिपूर्ण, परिशुद्धशील, अपरामुष्ट, परिशुद्धिशील र प्रतिप्रसब्धि, परिशुद्धशील भनेर एउटा समूहमा छ भने दोस्रो समूहमा प्रहान, वैरमणि, चेतना, सम्बर र अनुलङ्घनशील भनेर चाहिँ छ। यसरी 5 को 2 वटा 5 वटाको चाहिँ जुन चाहिँ प्रकारको 2 वटा समूह भने 10 वटा। त्यसकारण चाहिँ यो विशुद्धि मग्गमा शील चाहिँ कसरी कतिवटा छन् त भन्दाखेरि, एक पहिलो चाहिँ 1 को एउटै मात्र, दोस्रो हैन 2 वटाको चाहिँ 14 वटा गरे 14 वटा छन्, 3 वटाको 15, 14 4 वटाको 16, 5 वटाको 10 वटा गरे 56 वटा शीलको बारेमा विस्तृत विवरण चाहिँ यसमा चाहिँ अन्तर्निहित भएको चाहिँ छ हैन। त्यसकारण अर्को शब्दमा यहाँ अब शास्त्रीय भाषामा अब यो जुन चाहिँ विशुद्धि मल्लेखमा प्रथम 1 भयो, 2 को भनेको 2 कोमा 2 वटामा प्रथम, द्वितीय, तृतीय, चतुर्थ, पञ्चम, अष्टम र सप्तम र 2 वटा प्रकारमा चाहिँ 7 वटा समूह हैन, अगाडिकै कुरा हो। त्रिकमा भनेको 3 वटा प्रकारमा चाहिँ प्रथम, द्वितीय, तृतीय, चतुर्थ र पञ्चम गरेर 5 वटा समूह। चतुष्कमा अथवा 4 प्रकारको हिसाबले गर्दाखेरि कति वटा 4 वटा समूह चाहिन्छ, प्रथम, द्वितीय, तृतीय, चतुर्थ र पञ्चकमा 5 वटा समूहमा चाहिँ 2 टा चाहिन्छ, प्रथम र द्वितीय। यस हिसाबले चाहिँ टोटल नम्बर अफ शील कति छ त भन्दाखेरि 56 वटा शीलको बारेमा यसमा चाहिँ विवरण चाहिँ दिएको चाहिँ छ। अब हामीलाई चाहिँ हैन, अब यो 4 सालको यदि कोर्स भयो भने त 4 वटा
समूहसम्म मात्र गरे पनि पुग्छ हैन, चतुष्क मात्रसम्म पुग्छ। फोहोरमा चाहिँ सबै चाहिने, तर यसपालि चाहिँ अलिकति घटाउने भन्ने कुरा चाहिँ छ हैन। अब फेरि चाहिँ हैन कोर्स चाहिँ कुनको जाँच लिने हो भन्ने कुरा भर्खर चाहिँ हैन अब हाम्रो चाहिँ कृष्णप्रसादजीबाट चाहिँ थाहा भयो। अब के हो यो कुरा चाहिँ म भन्तेलाई पनि सोध्छु हैन। अब हामीलाई कतिवटा चाहिन्छ स्टुडेन्टलाई पनि क्लियर हुनु पर्यो, अदरवाइज नयाँ कोर्सबाट चाहिँ हुने हो भने यो 4 वटा हैन चतुष्कसम्म मात्र पढ्दाखेरि अहिले नयाँ सिलेबस अनुसार पुग्छ, ढुटाङ्ग पनि चाहिँदैन अहिलेको हिसाबमा। तर यदि पुरानै कोर्सलाई चाहिँ फेरि चाहिँ हैन निरन्तरता दिनु हो भने त ढुटाङ्ग पनि चाहिन्छ, यो 5 वटा सम्मको कुरा पनि चाहिन्छ। जे होस् अब यो कुरा चाहिँ हामी पछि हैन त्यसलाई निर्णय गर्दै गरौँला। अब हामी चाहिँ जे होस् 4 वटा सम्म त हाम्रोलाई चाहिँ अहिले नयाँ कोर्समा पनि छ भनेपछि हामी सरसर्ती नै जाउँ त्यस भए। अब एकको कुरा त भयो हैन। एकको भनेको चाहिँ के हो त, कुशल कर्मको आधार शीलन हुने हिसाबले चाहिँ एक किसिमको शील हो। 56 मा एउटा यो भयो। अब 2 को 7 किसिमले भनेर भनिसके हामीले हैन। यो अब अलिकति चाहिँ हामीले अगाडिको कुरालाई रिकल गर्दै चाहिँ हामीले अध्ययन गर्दाखेरि सिस्टमेटिक हुन्छ। 2 प्रकारको शील चाहिँ 7 समूहमा चाहिँ छ। अब यो 7 समूह भनेपछि हैन 7 गुना 14 भनेर भनिसके हामीले। 2 टाको चाहिँ 7 समूह भने 2 7 14। अब 14 वटा शीलमा चाहिँ के हो त भन्ने कुरा चाहिँ हैन यहाँ चाहिँ छ। अब के हो त भन्दाखेरि 2 को कुरा गर्दाखेरि पहिलो 2 कोमा हैन 2 प्रकारको पहिलो समूहमा चारित्र र वारित्र, चारित्रशील र वारित्रशील भन्ने कुरा चाहिँ छ। यहाँ गर्नुपर्ने र गर्न नहुने, ग्रहण गर्नुपर्ने र छोड्नु पर्ने अर्थमा क्रमशः चारित्र र वारित्रशील भन्ने आउँछ हैन। गर्नुपर्ने भयो भने त्यो चारित्रशील, राम्रो काम गर्ने अर्को शब्दमा भन्नु पर्यो भने राम्रो काम गर्ने हो भने त्यो चाहिँ शील हो, त्यसलाई चारित्रशील भन्छ। अनि वारित्र भनेको के हो त भन्दाखेरि गर्न नहुने चीजलाई छोड्ने, त्यसलाई वारित्रशील भनेर भनिन्छ हैन। अब जस्तै चाहिँ अब के हो त भन्दाखेरि यो पञ्चशील पालनबाट हाम्रो शीलको कुरा सुरु हुन्छ। पञ्चशीलमा के गर्छ त भन्दाखेरि गर्न नहुने काम चाहिँ गर्दिन भनेर चाहिँ एउटा कमिटमेन्ट गरेको हो हैन। त्यसकारण पञ्चशीलमा राम्रो काम गर्ने भनेर भनेको छैन, नराम्रो काम चाहिँ छोड्छु भन्ने कुरा गरेको चाहिँ छ। त्यसकारण चाहिँ पञ्चशील पालन भनेको वारित्रशील हो भने। अनि अब चारित्रशील भनेको के हो त भन्दाखेरि श्रद्धा वीर्य बढाएर हैन 10 पुण्य क्रिया आदि कुशल कर्म गर्नु चरित्रशील हो हैन। अब यो सन्दर्भ विशुद्धि मार्गमा यो चाहिँ 2 को कुरा आउँदाखेरि चारित्र र वारित्र भनेर यसरी भनेको चाहिँ छ। पहिला चरित्रको कुरा आयो, त्यसपछि वारित्रको कुरा आयो। तर चाहिँ अन्य कुराहरुमा अलिकति हामीले कम्पेरिटिभली कुरा गर्दाखेरि मलाई लागेको अब यो चाहिँ के हो त भन्दाखेरि सबभन्दा पहिला बुद्धले चाहिँ धेरै ठाउँमा चाहिँ वारित्रशीलको कुरा गर्नुभएको जस्तो लाग्छ। अब यो चाहिँ एउटा अनुसन्धानको विषय पनि हो हैन। किनभने एउटा गाथा छ, यो के यसमा के छ भन्दा एकदमै युनिभर्सल्ली बुद्धको शिक्षालाई एकदमै संक्षिप्त रूपमा भन्नु पर्यो भने कुन गाथा लिन्छ त भन्दाखेरि सब्ब पापस्स अकरणम, है अस्ति पनि गइसक्यो, कुशलस्स उपसम्पदा सचित्त परियोदपनं एतं बुद्धानुशासनं। यसरी चाहिँ के हो त सब्ब पापस्स अकरणमबाट सुरु हुन्छ, पाप कर्म नगर्नेबाट सुरु हुन्छ, अनि कुशल गर्ने, कुशल कर्म त्यसपछि गर्ने भन्ने कुरा हुन्छ। भन्नको मतलब के हो त भने वारित्रशील चाहिँ विभिन्न मतलब चाहिँ गाठामा पनि वारित्रशील पहिला आइरहेको भन्ने कुरा हो। र यो चाहिँ यसमा अब 2 कोमा चारित्र पहिला त्यसपछि वारित्र आइरहेको भन्ने कुरा मात्र हो। त्यसमा केही चाहिँ कुरा चाहिँ हैन, नयाँ कुरा होइन, त्यसमा केही त्यस्तो कुरा चाहिँ छैन, अलमल हुने कुरा चाहिँ छैन। तर धेरै जसो चाहिँ वारित्रशील अरु सन्दर्भमा वारित्रशील आएपछि मात्र चारित्रशीलको कुरा आउँछ। हामीले पञ्चशील ग्रहण गर्छौं, पञ्चशील ग्रहण गरिसकेपछि मात्र पुण्य क्रिया गर्ने भन्ने कुरा आउँछ। पहिला वारित्रशीलको कुरा आउँछ हैन, मतलब टाढा रहने अकुशल कर्मबाट टाढा रहने कुरा नै आउँछ अनि कुशल कर्म गरिन्छ। त्यसैले हामीले पञ्चशीललाई चाहिँ एउटा शीलको रूपमा ठानिरहेको, तर त्यसमा त के हो त यसमा विशुद्ध मार्गमा त पञ्चशील भनेको त हैन यो 5 किसिमको वर्गीकरणमा हैन 7 किसिमको 2 को मध्ये एउटा 2 को आदि मात्र हैन
हुन गइरहेको चाहिन्छ हैन। त्यसकारण पञ्चशील जुन चाहिँ शीलको रूपमा हामीले लिइरहेका छौं, त्यो शीलहरूको माझमा एउटा चाहिँ के हो त, एकदमै एउटा चाहिँ के हो त, मतलब चाहिँ धेरै मध्ये एउटा भन्नु पर्यो। त्यसकारण पञ्चशीलबाट चाहिँ हामी विभिन्न अकुशल कर्मबाट टाढा रहन्छौं र मतलब चाहिँ यो जुन छोड्ने काम गर्छौं अकुशल कर्म, तब चाहिँ के गर्छौं त भन्दाखेरि 10 पुण्य क्रिया गर्छौं। 10 पुण्य क्रिया गरेपछि अनि गर्नु चारित्रशीलको कुरा हुन्छ। दान शील भावना अपचायन वैयावचक पति दान पत्तानुमोदन धम्मसौन धम्म देशना दिठ्ठी जुकम्ब भनेर 10 पुण्य क्रिया चाहिँ छ। यो 10 पुण्य क्रियाको चाहिँ कुरा आउँछ। त्यसकारण अब यो चारित्र र बारित्रको कुरा चाहिँ यो भयो। पहिलो चाहिँ द्विक। अब दोस्रो द्विकमा चाहिँ के हो त भन्दाखेरि अभिसमाचारिक र आदि ब्रह्मचर्यक। अभिसमाचारिक भन्नाले श्रेष्ठ आचरण यो शीलको रूपमा चाहिँ यहाँ प्रस्तुत गरेको चाहिँ छ। अभिसमाचारिक शील भन्ना साथै श्रेष्ठ चाहिँ के हो त समाचार अथवा चाहिँ आचरण। यस अन्तर्गत चाहिँ के आउँछ त भन्दाखेरि सम्यक वचन, सम्यक कर्मान्त, सम्यक आजीविका हुन्छ हैन। अब सम्यक वचन, सम्यक कर्मान्त, सम्यक आजीविकालाई चाहिँ के हो त यहाँ यो शीलको रूपमा चाहिँ राखिएको चाहिँ छ, अभिसमाचारिक शीलको रूपमा हैन। आर्यष्टाङ्गिक मार्गमा चाहिँ अब हैन यो चाहिँ जुन चाहिँ छ यो 3वटा हैन, सम्यक वचन, सम्यक कर्मान्त र सम्यक आजीविका, यसले चाहिँ शील अन्तर्गत राखिएको कुरा त सबैलाई थाहा नै होला। वचनलाई संयम गर्ने, कर्मलाई संयम गर्ने र आजीविका। अब हाम्रो जीवनमा चाहिँ एउटा कुनै न कुनै आजीविका चाहिन्छ नै, तर त्यो आजीविकाले चाहिँ अरूलाई हानि नोक्सानी नहुने किसिमको आजीविका हुनुपर्छ भन्ने हिसाबले सम्यक आजीविकाको कुरा आउँछ हैन। अब यसमा पनि अब सम्यक वचन भन्ना साथै हामीले थाहा भएकै कुरा होला हैन, झुटो कुरा नबोल्ने, चुगली नगर्ने हैन, कडा वचन नबोल्ने, बेकारको गफ नगर्ने, यो सम्यक वचन भनेको यो भयो। सम्यक कर्मान्तमा प्राणी हिंसा नगर्ने, चोरी नगर्ने, व्यभिचार नगर्ने, यो कुरा आउँछ। सम्यक आजीविका भन्ना साथै 5 किसिमको त्यस्तो चाहिँ होइन, मतलब चाहिँ अरूलाई हानि हुने किसिमको आजीविका नगर्ने। यसमा चाहिँ 5 किसिमको व्यापार नगर्ने भन्ने कुरा आउँछ हैन। हुन त अब यसमा अहिलेको सन्दर्भमा यसमा प्रश्न गरेको छैन, यस्तो डिटेलली सायद जानु पर्दैन होला हामी। सम्यक आजीविका भनेपछि पुग्यो, तर सम्यक आजीविकाको कुरा गर्दाखेरि शस्त्रको व्यापार नगर्ने, सत्तो प्राणीको व्यापार नगर्ने, त्यस्तै किसिमले चाहिँ अब मतलब चाहिँ मासुको व्यापार नगर्ने हैन, त्यस्तै विषको व्यापार नगर्ने, मादक पदार्थको व्यापार नगर्ने। यो 5वटा व्यापारबाट टाढा रहनु चाहिँ सम्यक आजीविकाको अभ्यास भन्ने कुरा चाहिँ हैन अब गरेको चाहिँ छ। यहाँ सम्यक आजीविका शब्द चाहिँ आइरहेको चाहिँ छ। यहाँ सामान्य रूपमा अरूलाई हानि नोक्सानी नगरिकन आफ्नो जीवन जिउने भन्ने सम्बन्धमा चाहिँ मात्र बुझे पनि पुग्छ, किनभने यो 5वटाको चाहिँ पुरा फेरि डिटेलले चाहिँ अन्य सन्दर्भमा सायद आउँछ होला। अनि आदि ब्रह्मचर्यशील भन्नाले ब्रह्मचर्य पालनलाई नै भनेको हो। ब्रह्मचर्य भनेको के हो त भन्दाखेरि यो जुन काम छन्द हुन्छ, काम रागको कुरा हुन्छ, काम छन्दलाई त्याग्नु, यो आदि ब्रह्मचर्यशील हो। त्यसकारण चाहिँ यो जुन चाहिँ अष्टशीलको एउटा चाहिँ शील भयो ब्रह्मचर्य भन्ना साथै हैन। र ब्रह्मचर्य भन्ना साथै फेरि यसको चाहिँ अब यसलाई विस्तृत रूपले भन्नु पर्यो भने कुशल कर्मसँग, सबै कुशल कर्मसँग पनि सम्बन्धित गरेको छ हैन। अब चाहिँ यो मतलब काम छन्दलाई त्याग्ने मात्र होइन कि अन्य चाहिँ हैन, मतलब चाहिँ ब्रह्माले गरेको जस्तो चाहिँ किसिमले एउटा आचरण गर्नेलाई पनि ब्रह्मचर्य भनेर भनिन्छ। तर सामान्यतया ब्रह्मचर्य भन्ना साथै के हो त भन्दाखेरि काम छन्दलाई चाहिँ त्याग्नुलाई चाहिँ भनिन्छ। त्यसमा अभिसमाचारिक र आदि ब्रह्मचर्यक शीलको रूपमा भयो भने, अनि तेस्रो हैन अब चाहिँ द्विकमा विरति र अविरति। अब यहाँ पनि के हो त भन्दाखेरि जीव हिंसाबाट टाढा रहनु विरतिशील हो भने चेतना र चेतसिक संयम गर्नु अविरतिशील हो।
अथवा चाहिँ जुन नराम्रो कार्यकलापबाट टाढा रहनु विरति हो। विरति भनेको टाढा रहनु र चाहिँ जुन चाहिँ अब चित्त र चेतनालाई चाहिँ संयम गर्नु, त्यसलाई संयम गर्ने अभ्यास गर्नु चाहिँ अविपरीतशीलको अविरतिशीलको रूपमा चाहिँ लिइन्छ। अब त्यस्तै चाहिँ अर्को द्विकैमै चाहिँ चतुर्थ द्विकको रूपमा निश्रित र अनिश्रित। निश्रित भनेको के हो त? तृष्णा हटाउने र तृष्णा हटाउने निश्रेय र दृष्टि निश्रितशील हुन्। तृष्णा र चाहिँ के हो त? दृष्टि भनेको यो हटाउनु पर्ने चिज हो, त्यो हिसाबले निश्रितशील हो। तृष्णा भनेपछि अट्याचमेन्टको कुरा भयो हैन, एक किसिमले चाहिँ हैन। अब दृष्टि भनेपछि मिथ्या दृष्टिको कुरा भन्न खोजे हो हैन। यो तृष्णा र दृष्टि हटाउनु पर्ने शील हो अथवा चाहिँ यो निश्रेयशील हो भने चाहिँ लोकोत्तर लौकिकशील अनिश्रितशील हो। र लोकोत्तर हैन, लोकबाट उत्तर र लौकिक भनेको यो जीवनसँग सम्बन्धित अथवा चाहिँ यो लोकबाट चाहिँ उत्रेको चाहिँ एउटा चाहिँ परिस्थिति, त्यस्तो शीललाई चाहिँ जुन चाहिँ एउटा हामीले अनिश्रितशील भनेर भनिन्छ। हामीले चाहिने शील हो यो लोकोत्तर लौकिक शील भनेको। तर तृष्णा र दृष्टि भनेको के हो त? यसलाई हटाउनु पर्ने शील हो भन्ने अर्थमा हो। त्यस्तै काल पर्यन्त र अप्राण कोटि। काल पर्यन्त र अप्राण कोटि भन्ने चाहिँ छ। अब यो काल पर्यन्त भने काल भनेको समय सीमा निर्धारण गरिएको शील काल पर्यन्त हो। अथवा मैले यो चाहिँ शील चाहिँ यति समयसम्म मात्र पालन गर्दछु भनेर पनि गर्ने हुन्छन् हैन। त्यसलाई चाहिँ के हो त? आज चाहिँ शील लियो, आजको दिन मात्र पालन गर्ने। अब हुन त पञ्चशील भनेको चिज त त्यो चाहिँ केवल निश्चित समयको लागि मात्र हुँदैन। बुद्धको भनाइ अनुसार त न्यूनतम रिक्वायरमेन्ट पञ्चशील हो। पञ्चशील भनेको पालन गर्नै पर्छ एनी हाउ हैन, यदि साँच्चै आफ्नो जीवनलाई सेक्युर बनाउने हो भने। तर अष्टशीलमा हैन जुन शील थपिन्छ त्यो चाहिँ के हो त? कुनै निश्चित समयमा मात्र पालन गरे पनि पुग्छ एउटा गृहस्थीले हैन। त्यो जुन चाहिँ विकाल भोजना हैन, नच्च गीतवादी त विश्वको दर्शना, उच्चासेन महाशयन भन्ने जुन चाहिँ शील चाहिन्छन् त्यो चाहिँ अब यो आजको लागि मात्र पालन गर्छु अथवा भोलिको मात्र पालन गर्छु अथवा केही दिनको लागि मात्र पालन गर्छु पनि भन्न पाउने शील हो त्यो। त्यसकारण चाहिँ के हो त? समय सीमा निर्धारण गरिएको शील चाहिँ काल पर्यन्त हो भने जीवनभर शील पालन गर्ने अठोटलाई चाहिँ अप्राणकोटि शील भनेर भनिन्छ। होइन अब यो जिन्दगीभर नै म पालन गर्छु। पञ्चशील त के हो त? अप्राणकोटि शील नै हो। अब काल पर्यन्त भन्न साथै यो चाहिँ के हो त? यो चाहिँ अष्टशीललाई बरु हामीले चाहिँ काल पर्यन्त भन्न सकिन्छ। हामी गृहस्थीहरूको लागि है, भिक्षुहरूको लागि अथवा प्रोजिटहरूको लागि त यो अष्टशील पनि काल पर्यन्त नै हो। यसको समय सीमा निर्धारण हुँदैन। तर चाहिँ गृहस्थीहरूको लागि चाहिँ त्यो चाहिँ समय निश्चित समय 2-4 दिन अथवा हप्तामा एकचोटि, यो 15 दिनमा एकचोटि मात्र पालन गरे पनि पुग्छ। पालन गर्यो भने राम्रो हुने, पालन नगरे पनि नराम्रो नहुने। तर पञ्चशील के हो त भन्दाखेरि पालन गरेन भने नराम्रो हुन्छ नै, त्यसमा कुनै एक्सक्युज हुँदैन भन्ने कुरा चाहिँ गर्नुभएको चाहिँ छ। त्यस्तै सपर्यन्तक र अपर्यन्तक भन्ने शील पनि शील छ। द्विकको हैन, 6औं द्विकमा चाहिँ द्विक भनेको द्विक भनेको दुई हैन, दुईवटा शीलको चाहिँ 6औं समूहमा सपर्यन्तक र अपर्यन्तक। र सपर्यन्तक भनेको के हो त भन्दाखेरि अब शील पालन गर्दाखेरि लाभ भयो, यश भयो, आफन्त र जीवन सम्बन्धी विषयबाट चाहिँ हैन विचलित हुने भयो भने त्यो सपर्यन्तक शील हो। शील पालन गरिरहेका हुन्छौं तर कुनै लाभ देख्यो भने शील चाहिँ भङ्ग हुन सक्छ। शील पालन गरिरहेका हुन्छौं तर यसको कारणले अथवा चाहिँ आफ्नो यस कीर्ति फैलाउनको लागि त्यो भङ्ग गर्ने प्रवृत्ति हुन सक्छ। त्यस्तै चाहिँ यस्तो चाहिँ के हो त भन्दाखेरि विचलित हुने शील विभिन्न समय परिस्थिति र व्यक्तिको कारणले शील पालन गर्छु भन्दै पनि विचलित हुने गरी चाहिँ यदि त्यो पालन गर्दछ भने त्यसलाई सपर्यन्तक शील भनेर भनिन्छ हैन। तर चाहिँ जुनसुकै हालतमा पनि के हो त विचलित नभइकन शील पालन गर्ने। अर जुनसुकै किसिमको परिस्थिति आए तापनि हैन त्यो चाहिँ मनलाई कमजोर नगरिकन त्यो चाहिँ शील पालन गर्ने हो भने त्यसलाई अपरियन्तक शील भनेर भन्दो रहेछ।
अनि त्यस्तै चाहिँ अब यो 6औं ड्विकमा अब यो 7औं ड्विक नै भयो है, 7औं ड्विक नै भयो। पहिलाकोमा चाहिँ 4वटा भइसक्यो सायद हैन, 4वटा यो हो। अब यसमा चाहिँ यो 4वटा भनेपछि यो 7वटा भयो। लौकिक र लोकोत्तर यो दुईटा शील चाहिन्छ। लौकिक भनेको लोकसँग सम्बन्धित, लोकोत्तर भनेको लोकबाट उत्रिसकेको हिसाबले पनि यो चाहिँ दुईवटा शील चाहिन्छ। अब कामाश्रव, भवाश्रव, दित्थाश्रव र अविद्याश्रव सहितको शील चाहिँ लौकिक शील हो भने आश्रव रहित शील लोकोत्तर शील हो। भन्न खोजेको के हो त भने लौकिक शील चाहिँ पालन गर्ने क्रममा कामको केही चाहिँ हैन, त्यसमा चाहिँ अट्याचमेन्ट हुन्छ, भवको अट्याचमेन्ट हुन्छ, दृष्टिको अट्याचमेन्ट हुन्छ, अविद्याको अट्याचमेन्ट हुन्छ। तर चाहिँ अब यो लोकोत्तरमा यो सबै आश्रवहरू रहित हुन्छन्। हामीले कुशल कर्म गर्छौं, शील पालन गर्छौं, केही कुराको इच्छा गरेर गर्न सकिन्छ हैन, अथवा केही चाहिँ विषय वस्तु पञ्चकाम चाहिँ मलाई हैन एकदमै चाहिँ सहज रूपमा प्राप्त होस् भनेर चाहिँ त्यसरी शील पालन पनि गर्न सक्छ। भवाश्रव भनेपछि के हो त, यो चाहिँ विभिन्न किसिमको भव प्राप्त होस्, राम्रो भव प्राप्त होस्, राम्रो जिन्दगी प्राप्त होस् जीवन मृत्युपछि भनेर यस्तो किसिमले चाहिँ कामना गरेर पनि शील पालन गर्न सक्छ हैन। त्यस्तै दित्थाश्रव भनेपछि विभिन्न किसिमको हैन अन्धविश्वासको कारणले पनि अथवा चाहिँ हैन दृष्टि चाहिँ ठिक नभएको अवस्थाले पनि चाहिँ के हो त शील पालन गराउँछन् नै, यस्तो हुन्छ उस्तो हुन्छ भनेर हैन मिथ्या दृष्टिको आधारमा पनि केही शील पालन गर्दछ भने त्यो चाहिँ के हो त दित्थाश्रव सहितको भयो। र अविद्याश्रव भनेपछि हैन अनभिज्ञताको आधारमा पनि शील पालन गर्दछ, मोहको वशमा बसेर पनि केही शील पालन हुन्छ भने त्यस्तोलाई चाहिँ लौकिक शील भनेर भनिन्छ। अथवा चाहिँ शील पालन गरिरहेको चाहिँ छ तर आश्रव चाहिँ के हो त केही न केही त्यसमा अट्याचमेन्ट हुन्छ हैन, त्यो आश्रव सहितको शील पालनलाई चाहिँ लौकिक शील हैन। तर चाहिँ के हो त त्यो आश्रव रहित कुनै पनि आश्रव छैन, कामाश्रव, भवाश्रव, दित्थाश्रव, अविद्याश्रव यो 4वटा आश्रवको कुरा चाहिँ छ, त्यो 4वटा आश्रव चाहिँ विहीन शील हैन, त्यो चाहिँ बाट चाहिँ मुक्त भएको शील हो भने त्यसलाई चाहिँ लोकोत्तर शील भनेर भनिन्छ। त्यसकारण अब हामी पृथक जनहरूले सामान्यतया जति पनि शील पालन गर्छौं त्यो चाहिँ सामान्यतया लौकिक शील नै हुन्छ भन्ने कुरा गर्दछ। र यो लोकोत्तर शील पालन गर्ने को हो त भन्दाखेरि मार्गफल प्राप्त गर्ने व्यक्तिहरूले विशेष रूपमा यस्तो किसिमको चाहिँ शील पालन गर्दछ भन्ने किसिमको कुरा हो। यसकारण यो चाहिँ शीलको प्रकारको कुरा गर्दाखेरि यो द्विक भनेपछि 7वटा द्विक चाहिन्छ हैन। 7वटा द्विक भन्ना साथै दुई वटाको हैन 7 समूह, 7 गुणा 14 र पहिलो चाहिँ एउटा गरेर चाहिँ 15वटा शीलको कुरा चाहिँ भयो, पहिलो चाहिँ र दोस्रो द्विकको आधारमा। त्यसकारण चाहिँ अब सायद चाहिँ आजलाई यति मात्रै गरौँ हैन। अब सबैलाई चाहिँ यो जुन चाहिँ मेरो प्रस्तुति सुनिरहनु भएको छ सबैलाई मेरो मङ्गल कामना गर्दै आजको यो प्रस्तुति म यही चाहिँ टुङ्ग्याउँछु। साधु 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 साधु।